मलाई कसैले तपाईलाई सबैभन्दा खुसी के कुरामा हुन्छ भनेर सोध्यो भने भिडियोबाटै प्रष्ट हुन्छ। आफ्नो मेहनत समय लगाएर रोपिएका यी फूलहरू ढकमक्क फुलिदिँदा, सानो एउटा बिरुवा फस्टाएर गमला भरि भइदिँदा, थरी रङ्गी बिरङ्गी भएर फुलेका यी फूलहरूले संसारको सबै खुसी दिन्छ फूल प्रेमीको लागि। जसलाई फूलहरू मन पर्दैन उनीहरूलाई मैले अहिले भनिरहेको कुराहरू कस्तो वायात लाग्न सक्छ। केही नपाएर फूलले चाहिँ खुसी दिन्छ अरे, त्यही फूल मात्र रोपेर बसे भइहाल्यो नि भनेर भन्ने साथीहरू पनि हुनुहुन्छ होला। अनि कतिजना फेरि यस्ता साथीहरू पनि हुनुहुन्छ जसलाई मैले भनेको कुरा ठ्याक्कै आफ्नै कुरा भने जस्तो लाग्ने के। त्यसैले त भनिन्छ हामी हरेक फरक छौँ, हाम्रो सोच फरक छ, हाम्रो इच्छा चाहना पनि फरक छ। मलाई भने यी फूलहरू हेर्दा स्वर्गीय आनन्द हुन्छ, संसारकै सबै खुसी पाए जस्तो।